खेमराज एनपिएलले गहकिलो लेख लेखेर पठाउनु भएको छन्। उहाँले सुरुमा भन्नुभएको छन्, हजुर मित्र, मेरो सानो परिचय पहाड घर अछाम तुराखान गाउँपालिका वडा नम्बर 5 जम्पानी भई अहिलेको नयाँ घर कैलाली जिल्ला लम्कीचुवा नगरपालिका वडा नम्बर 4 कवापुर हो सर भन्नुभएको छन्। उहाँले गजल वाचन गरिदिनु पर्यो हजुर मित्र भन्नुभएको छन्। उहाँको गजल म यसरी वाचन गर्न गइरहेको छु। खेमराज एनपिएलको, तिमी जीवन साथी मेरो भैनौ के भो त, तिमी जीवन साथी मेरो भैनौ के भो त, सम्झिन्छु अतीत साथमा रहेनौ के भो त, सम्झिन्छु अतीत साथमा रहेनौ के भो त, रह्यो सम्बन्ध कुनै बेला हामी दुई बिचमा, रह्यो सम्बन्ध कुनै बेला हामी दुई बिचमा, थियौँ पहिले एउटै अहिले हैनौ के भो त, थियौँ पहिले एउटै अहिले हैनौ के भो त, वरिपरि मलामी बिचमा लास हुनेछ म मरेको दिन, वरिपरि मलामी बिचमा लास हुनेछ म मरेको दिन, ओठमा हाँसो हराई सबैलाई रोवाबासी हुनेछ म मरेको दिन, आहा, ओठमा हाँसो हराई सबैलाई रोवाबासी हुनेछ म मरेको दिन, जीवित हुँदा सबैको आँखाको कसिकर बने, अरे जीवित हुँदा सबैको आँखाको कसिकर बने, अरे आफ्नालाई कालो अनि कसैका खास हुनेछ म मरेको दिन, आफ्नालाई कालो अनि कसैलाई खास हुनेछ म मरेको दिन। यस्तो यो जिन्दगीमा जस्तो परिस्थिति आए पनि हार कहिले नखानु होला खेमराज एनपिएल। अनि उहाँको अर्को छ, छुनुभन्दा नछोएको जाति हुँदो रहेछ, छुनुभन्दा नछोएको जाति हुँदो रहेछ, जहरभन्दा प्रेमको लत माथि हुँदो रहेछ, आहा साँच्चै हो, जहरभन्दा प्रेमको लत माथि हुँदो रहेछ, न त जिउनै मन लाग्ने न त मर्ने सक्ने, न त जिउन मन लाग्ने न त मर्न सक्ने, आफ्नै जीवन आफैलाई भारी हुने रहेछ, आफ्नै जीवन आफैलाई भारी हुने रहेछ, छुनुभन्दा नछोएको जाति हुँदो रहेछ। उहाँको लास्ट शेर छ, भुल्न खोज्दा उल्टै जीवन बेहाल भइदिन्छ, भुल्न खोज्दा उल्टै जीवन बेहाल भइदिन्छ, दुःख सुख चल्छ जीवन कमाल भइदिन्छ, दुःख सुख चल्छ जीवन कमाल भइदिन्छ, आफ्नै छायाले कहिले काहीँ डर देखाए नि, आहा मनकै, आफ्नै छायाले कहिले काहीँ डर देखाए नि, अँध्यारो पछि जेलोमा सवाल भइदिन्छ, भुल्न खोज्दा उल्टै जीवन बेहाल भइदिन्छ भन्नुभएको छ। खायो एकदम। उहाँको लास्ट छ, यो लास्ट गीत आमाको लागि राजा भन्नुभएको छ। उहाँको लास्ट छ, उकाली ओह्राली मेलापात नझर्नु नि आमा, उकाली ओह्राली मेलापात नझर्नु नि आमा, बुढेसकालमा कुटो कोदाली नगर्नु नि आमा, तिम्रो अभागी छोरो परदेशमा हुँदा पनि, तिम्रो अभागी छोरो परदेशमा हुँदा पनि, अझै घाँस दाउराको भर नपर्नु नि आमा, अझै घाँस दाउराको भर नपर्नु नि आमा, आमा खेमराज एनपिएल हेलो भन्नुभएको छन्। धेरै धेरै धन्यवाद छ खेमराज एनपिएल। लास्टको शेर एकदम राम्रो छ आमा सम्बन्धी। धेरै धेरै धन्यवाद छ। विशेष आफ्नो ख्याल राख्नु होला, धेरै सम्झेको छु म पनि। अनि